गुड मर्निङ गुड मर्निङ गुड मर्निङ गुड मर्निङ फ्रम यो कुन ठाउँमा पुग्यो यो गोकर्ण मन्दिर हो भनिदेऊ न ल हामी पुगो र म चाहिँ यहाँ मन्दिर आएको छौँ गाइस हर हर महादेव हर हर महादेव ल हेर्नुहोस् यो चाहिँ एकदम इफिक छ है यो ठाउँ चाहिँ अनि सो यहाँ चाहिँ ध्यान गर्ने बाबाजीहरू आउनुहुन्छ बाल भक्तेश्वर महादेव है अनि सो छ धेरै कुराहरू एक्स्ट्रा कुराहरू धेरै एनर्जीका कुराहरू देख्न पाइन्छ यहाँ सो यहाँनिर अब स्वर्ग जाने बाटो भन्दैछ के अरे अपडेट पनि हुँदैछ है ठिक छ हुनुपर्छ यतिको मलाई चाहिँ नजिकको तीर्थ किन हेला गर्नु भनेर चाहिँ म चाहिँ आइ नै रहन्छु पुगो छिटाऊ तिमी पनि छिटाऊ छिटाऊ छिटो छिटो औ छिटाऊ ल औ अब हामी पुगु र म बाबा छोरी चाहिँ टक्क लाएर आज मन्दिर घुम्ने पूजापाठ गर्ने होइन कर्मकाण्ड गर्ने दिनहेरेका हो कि क्या गर्नुपर्छ कर्म गर्नुपर्छ हर हर महादेव औ औ औ पुग औ औ छिटो यो चाहिँ यो खोला यहाँबाट बगेको खोला सिधै सुन्दरी जल हुँदै यहाँ गोकर्ण हुँदै चाहिँ उहाँ पशुपति हुँदै बग्ने गर्छ है त्यो हजुरहरू सबैलाई थाहा नै होला हर हर महादेव हर हर महादेव ल यो चाहिँ भ्लग यत्तिकै हालिदिनु पर्ला ऱ्यान्डम पारामा एडिसिडी नगरिकन है उगाऊ आऊ है औ औ ल भोले नमो शिवाय हर हर महादेव हर हर महादेव हर महादेव हर महादेव हर महादेव हर महादेव हर हर महादेव हर हर महादेव हो कि क्या हर हर महादेव बम बम बोले ल यसलाई मालिस गर्नुपर्छ नि त त्यसरी टक्क लाएर औ औ औ औ तिमी नमस्ते गर नक्कली छोरो नमस्ते गर्नु पर्दैन ओम नमः शिवाय भन्नु पर्दैन ओम नमः शिवाय नमः शिवाय हर हर भोले औ औ अर्को नि आयो है अर्को नि आयो त्यहाँ हेर त ऊ औ औ पुग औ औ हामी गोकर्ण दर्शन गर्दैछौँ है गाइज गोकर्ण दर्शन गर्दैछौँ गोकर्णेश्वर महादेव टिका लाउने पुगो आउ त यहाँ ल पुग आउ औ टिका लगाइन्छ औ आउ लु लाउ हाम्रो रक्षा गरिदिनु होला भगवान् बाँकी हामी सबै गर्नेछौँ जस्तो तपाईँले रक्षा चाहिँ गरिदिनु पऱ्यो है त ल भगवान् पुगो औ नो झगडा है नो झगडा नो झगडा हर हर महादेव 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 जम्प पुग्ला जम्प औ अब हामी चक्कर लगाएर अलिकति
परसम्म पुग्नेवाला छौँ। आऊ छिटो छिटो। हो खै आऊ घन्टी बजाउन आऊ। हर हर महादेव हर हर महादेव हर हर महादेव जय काल भैरव जय काल भैरव जय भैरव। हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव। रक्षा गरिदियो प्रभु, बाँकी आफै गरौँला। ल यस्तो छ हौ प्लिज। ल जाउँ जाउँ पुगु जाउँ। आऊ आऊ। ल है हामी मन्दिरहरू घुम्दैछौँ गोकर्णको है। यस्तो छ देखिने भ्यू यहाँबाट महाकालबारी आत्रेखेल होइन। अब हामी यस्तो हुँदा यस्तो गएर चाहिँ हामी क्याफे मुकुन्डा जान्छौँ, हाम्रो क्याफे जान्छौँ है त गाइज। यो यहाँ माथि लाउरी बन्नुपर्छ हिँड हिँड होइन। ल है हाम्रो पुगो चाहिँ यहाँ ज्यान बनाउनको लागि उकालो ओह्रालो गर्दैछिन्। हे हिँड छ र हिँड। सही सही सही। यो चाहिँ पहिला पहिला हामी मर्निङ वाक आउँदाखेरि खुब रमाइलो हुन्थ्यो है गाइस। यो खुड्कीलाई गन्दै दौडिन। अहिले धेरै पछि आएकोमा पनि दौडिन गाह्रै होला, किनकि वी डोन्ट स्मोक वी जस्ट ह्याभिङ फन हो नि त होइन। त्यसको कारणले गाह्रो पर्छ। सो पुगो। अब तिमीलाई हेर्नलाई हेर्दा त्यहाँ 3 जना केटाहरू ओए तोरी लाउरेहरू मेरो छोरी पटाउनलाई हेर त आम्मा फटाहरू है। आऊ छोरा आऊ 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 आऊ। सही सही सही। दौड न दौड यसो थाकेको टाइट। वाकिङ हिँडेको मान्छे थाक्छ त। छिटो हिँड छिटो 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 फास्ट अलि फास्ट। ल ल ल ल ल है म बाबा नै छिटो दौडिदिन्छु कि यहाँ। ल हे ल आज बाबा छोराको मस्त मर्निङ वाक जाने भयो है गाइज। थाक्यो पुगु अझै बाँकी छ यार, नथाक न अहिले नि। गन्तव्य लामो छ, थाकेर काम छैन। म पनि थाकेँ यार गाइज, एकछिन बस्नुपर्ने भयो प्लिज। ल गाइज यो चाहिँ गोकर्ण जङ्गल हो है। यो गोकर्ण जङ्गल जस दामी डेभलप भइरहेछ। नयाँ नयाँ चिजहरू यस महिनै बिर्से हप्तै बिर्से चेन्ज आइरहेछ यार। यहाँ लास्ट चेन्जिङ देखिरहेको हुन्छ क्या। म 1 हप्ता 2 हप्तामा आइरहेको हुन्छ यसो है, बेला मौकामा समय मिल्दा। अनि क्या अपडेट कुराहरू क्या चेन्ज कुराहरू देखिन्छ। यही कुरा चाहिँ मजा लाग्छ क्या। भ्याकेन्सी है गाइस। ल हेर्नु यतिको डेटिङ स्पोट भयो कि चाहियो। नेपाल त स्वर्ग हो नि यार। यता चाहिँ जाँदिनँ म, भोलितिर जाउँला निजामती यसमा रक्री। ठिक छ निजामतीतिर नजाने अहिले म, यहाँबाट तलतिर झर्नुपर्ने हुन्छ। सो पुगु के भन्नु छ त छैन है। ल हामी जाने अब आजलाई यस्तै यस्तै हो, यति नै घुम्ने हो। धेरै घुमेर पनि काम छैन, गाह्रो हुन्छ, थाकिन्छ। सो यो आफ्नो थोपडा नदेखेको भ्लग बोली मात्रै कतिको बिग्दो रहेछ हेरिदिउँ न होइन। पुगो छिटो आऊ छिटो 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 आऊ है छिटो। नाचेको त्यहाँ तरुणीहरू। ओ माई गड वाउ ओ माई गड वाउ। पुगो तरुण नाचेको हिँड्दा नाच्छ नि त्यहाँ। शान्ति स्तूपा है गाइस। शान्ति चाहिएको छ भने गोकर्ण आउनु होला, त्यही हो मेरो भनाइ। हामी जाने चाहिँ यताबाट जाने, यता रही भर्खर आएको। सो आँखालाई पनि रमाइलो कुराहरू छ जस्तो छ यतातिर। सो हेर्नु पऱ्यो नि त होइन, आँखालाई इन्जोय दिनु पऱ्यो नि त। हो क्या हो क्या होइन 100% हो के भनेछ यहाँनिर। ठिक छ ल भन्नुपर्छ। आन्टीहरू टिकटक बनाउँदै रहेछ नि त्यहाँनिर। मैले त तरुणीहरू भनेको त होइन रहेछ। यहाँ उतापट्टि नि क्या त्यो हुन्छ नि चटपटे पसलहरू अनि चिया पसलहरू क्या कम्पिटिसन। अहिले दामी चल्छ जस्तो लाग्छ यार मलाई यहाँनिर। सो म चाहिँ तल बस्छु है,
मुकुन्डा अलि मुनि हो तर यहाँ माथि चाहिँ यो जङ्गलभित्र यस्तो भाइब छ गाइज ठिक छ हुनु पनि पर्छ सबै ठाउँमा डेभलप हुनुपर्छ है चेन्ज आउनुपर्छ अब झन् बालेन सरकार आउँदै हुनुहुन्छ बालेन सरकारको पालामा झन् धेरै कुराहरू चेन्ज देखिन्छ होला सायद आशा छ पुगु पनि मस्त घुमिरहेछ आज है यसलाई नि मस्ती लागिरहेछ कति बस्नु त्यहाँ कटेज कुरेर भन् ठानेर ल ओइ त्यहाँनिर त तेरो दुश्मन रहेछ पुगु के गर्ने दुश्मनको एरियाबाट गइदिने ल ऐनमा आइज तर एउटा लट्ठी चाहिँ बोक्नु पर्ला यार तँलाई टोकिदियो भने त नि तनाव पर्छ नि त नि चुत्न चाहिँ नजाऊ ल आऊ धनहरू त क्या सुतिरहेको छ फेरि यो लास्ट ल्याङ लाग्छ क्या ओइ अझ फटा अर्को नि आयो अर्को टाइममा फुस्रेहरू फटाहरू औ पुगाऊ मेरो टोलमा आउलास भन न मेरो टोलमा आउलास सिङ्गल खेल्छु भन न मेरो टोलमा आएछ सिङ्गल भेट्छु भन न भन्थ्यौ वाह म्या डाँगो रहेछ साला गर्लफ्रेन्ड पो ओइ यस्तोलाई त गर्लफ्रेन्ड बनाउने बोयफ्रेन्ड बनाउने आइज पुग आइज तेरो त्यो सुहाउँदैन तेरो लायकको छैन त्यो आइज त लायकको छैनस् त पहिला सह भएर आइज भन नआएर आइज भन छिटो औ गुड ल अब छिटाउला जानुपर्ने हुन्छ अब अकल आएर त्यहाँनिर मैले 2टा कस्टमरलाई चाहिँ चिया बनाएर दिएर आएको थिएँ केटाहरूलाई हेर्दै गर है भनेर सो अब म तपाईँहरूलाई एउटा चिज देखाउँछु म पढेको स्कुल है मैले एससी पास गरेको स्कुल चाहिँ हो मैले चाहिँ स्कुलबाट चाहिँ एससी पास गरेको सहयोगी माध्यमिक विद्यालय होइन पुगु लडाउला चाहिँ मलाई माइला हे ल आऊ ल यो हो सहयोगी स्कुल है त म चाहिँ यहाँ पढेको सो इमेज धेरै राम्रो थियो स्कुल पढ्दाखेरि सो ठिक छ माया लाग्छ अब पढेको स्कुललाई जे जस्तो भयो भने खुसी नि लाग्छ झन् बिल्डिङ बनाएको छ त्यत्रो ठुलो हामी पढ्दै यस्तो थिएन लेट्स गो पुगु यस्तो बाटो हिँड्नु पर्ने हुन्छ गाइज होइन लाइफ इज फुल अफ सर्भाइभ ओइ नक्कली झन्नै लडाइदिएको मलाई यार बढी केटीहरू जिस्काउने हो कान्छी आऊ आन्टीहरू जिस्काइदिने हो त्यहाँ होस् तर स्कुल पनि बच्चाहरू है तर लास्टै बच्चा लाग्छ है सो के जिस्काउनु पुगुलाई देखाउँ भनेको त पुगु त कता हो अनि छिटो यता भागमा आउनु परेन नक्कली भोलि के थाहा न तेरो पनि फिल्म निस्किन्छ कि दिने भोलि क्या अब म तपाईँहरूलाई यहाँबाट देखाउँछु मेरो क्याफे मुकुन्डा छि कस्तो फोटो रहेछ मेरो क्याफे मुकुन्डा यहाँ चाहिँ यो रातो जुन बोर्ड टल्किरहेछ के हो मेरो क्याफे मुकुन्डा है यो सहयोगी बहुमुखी क्याम्पस भयो यो डिएनडी स्विमिङ पुल भयो यतापट्टि हनुमान चोक भन्छ है त ओ कस्तो सास अड्केको हे लेट्स गो छोरो लेट्स गो ल अब हामी डेली भ्लग यस्तै हान्ने आज डे 1 भयो अब कति दिनसम्म हामी जोसिँदो रहेछौँ हेरौँ तर डेली नभए पनि 1-2 दिन बिराएर चाहिँ गर्नुपर्ने हुन्छ ल हामी आइपुग्यौँ फाइनली केटा हो मुकुन्डा आइपुग्यो केटा हो ल छोरो छोकी क्या बाइक आएको देख्नु पर्दैन नक्कली यो हो हाम्रो क्याफे मुकुन्डा होइन त हामी आइपुग्यौँ ल गुड मर्निङ सर हामी भ्लगमा छौँ है गुड मर्निङ ल पुगु हामी पुरा भ्लग गरेर आइसक्यौँ
अब यहाँ सुरु हुन्छ व्यापार बिजनेस हो कि क्या हो पिस है त गाइस यो अब मुकुन्डा त धेरै देखाइसकेको छ अब अरू हेर्ने भए यता फेरि अर्कै भ्लग बनाउँला आजलाई पिस अब एक्टिभ हुनुपर्छ